Hey everyone, good morning and welcome back to my channel and happy हनुमान जयन्ती तपाईहरु सबैजनालाई। आज फेरि पनि तपाईहरुसँग के भन्छ उपस्थित भएको छु एउटा लङ भिडियो लिएर हैन। अन्त आज चाहिँ म के भन्छ माथि डेलो जान्छु हो, तपाईहरुलाई पनि लान्छु त्यहाँनिर। आजको चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन्छ हो, सबै कुरा देखाउँछु हामी चाहिँ कसरी सेलिब्रेट गर्छ भनेर। सो लेट्स स्टार्ट टुडेस व्लग। यहाँ चाहिँ मेरो लुगा रेडी भइसकेको छ हैन। यो चाहिँ कति भएको थियो नलगाएको हैन, अन्त यो निकालेको। अनि यहाँ मैले आइरनहरु गरिसकेको छु हो। अन्त म चाहिँ अब नुहाइधुवाइ गरेर आउँछु, त्यहाँको चाहिँ तपाईहरुलाई भेट्छु हैन। गएपछि अन्त दादाले चाहिँ स्कुटी दिनुहुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन हो। दिनु भयो भने चाहिँ स्कुटीमा जाने, दिनु भएन भने चाहिँ गाडी गरेर गाडी अब त्यो गोटे गाडीहरु गरेर जानुपर्छ हो, त्यसमा चाहिँ टाढो पर्छ नि त। सो लेट्स होप कि दिनुहोस्। सो मैले चाहिँ यहाँनिर लुगा लगाइसकेँ हो। अन्त यहाँ के भन्छ सनस्क्रिन पनि सनस्क्रिन अरे मोइस्चराइजर पनि लगाइसकेँ हैन यहाँनिर। अन्त मलाई चाहिँ लगाइसकेँ। सो फटाफट रेडी ल। अझै सनस्क्रिन मैले चाहिँ फ्रन्ट क्यामेरा गरिरहेको छु, त्यही भएर मैले चाहिँ बाङ्गो हेरेको जस्तो लाग्छ होला, त्यो चाहिँ अलिकति एडजस्ट गरिदिनुहोस् होला। उफ, सनस्क्रिन लगाउने बित्तिकै अनुहारै अर्कै भइहाल्छ, चेन्ज। मेरो सधैँको क्रिम, मेरो फेभरेट। अलिकति ग्याप राख्नुपर्छ हैन, मलाई चाहिँ ढिलो भइरहेछ, मेरोमा टाइम छैन, त्यही भएर म ग्याप नराखी गर्दैछु सबै। अझ चाहिँ अलिकति स्पेसल हो, त्यही भएर कम्ती फाउन्डेसन डार्क सर्कल छोप्नुलाई मात्रै। टिका लाउँछु नि त कालो, त्यही भएर त्यो कन्ट्रास्ट भएर चाहिँ यहाँनिर कालो देख्छ, त्यही भएर हल्का कम्ती फाउन्डेसन। मस्कारा, ब्लस, यो पनि मेबलिनको रहेछ फिट मी। एकछिन म लुगा फेर्दैछु। आज मेकअप गरेको छ, त्यही भएर मेकअप फिक्स लेक्मीकै हो यो। सो टिका, कुर्ता लगाएर टिका नलाउँदा चाहिँ इन्कम्प्लिट हुन्छ नि, लुक इन्कम्प्लिट हुन्छ हैन। सो मैले यहाँ कानको लगाएँ, अब चाहिँ फाइनलको बारी। यो चाहिँ लिपस्टिक। सो यो चाहिँ हो मेरो फाइनल लुक। कस्तो देख्यो कमेन्टमा भन्नुहोस् होला हजुरका। ब्याकग्राउन्ड चाहिँ म्युजिक आइरहेको थियो, त्यो चाहिँ मैले यस्तो भुलिएछु। अहिले चाहिँ अहिले पो यस्तो याद गरेको त। सो यो चाहिँ हो मेरो फाइनल लुक। त्यसलाई चाहिँ मैले क्युटबाट जुत्ती लगाएको छु। चुम्मा पछि केही ढिलो नगरी, बाइ बाइ। हामी चाहिँ अब हिँडेरै जानुपर्छ ल, बाटो। माथिदेखिको चाहिँ लिफ्ट माग्दा हुन्छ हो, पाइहाल्छ माथि मेन रोडदेखि त डेलो जाने जति। साथी पनि जान्छु भन्दै थियो हो, लेट्स सी। उनीहरू चाहिँ डेलो घुम्नु जाने अरे, अनि मलाई पुऱ्याइदिइराख्छु भन्दै थियो, पुऱ्याइदिन्छ होला माथि मेन रोड।
चाहिँ यहाँ आइपुगिसके भिड चाहिँ डेन्जर रहेछ गाडीको कति भयो 150 अब स्टार्ट चाहिँ यहाँ तलबाट गर्नुपर्छ हो अन्त मात्रै माथि हुन्छ मेरो चिन्ने भइसक्यो एक्लै भएर पुरा अप्ठ्यारो भयो जय श्रीराम So, यहाँ चाहिँ सक्यो अब चाहिँ माथि गएको पूजा गर्नु माथि छ माथि चाहिँ माथि पुग्नुपर्छ भिड चाहिँ आज हेर्नु सक्नुहुन्छ के डेन्जर भिड आज हाम्रो हनुमान भगवान चाहिँ यहाँ हुनुहुन्छ जय श्रीराम जय बजरङ्गबली कस्तो शान्ति लाग्यो खुसी क्यामेराले मेरो फोन पुरै बिग्रिन थालेछ क्यामेरा हजुर फर्किनु पनि भएको ए म एक्लै आएको वाउ जय श्रीराम जय बजरङ्गबली जय हनुमान जय श्रीराम जय गोपाल पर जाए जहाँ जन्म हरि वक्त काय और देवता चित्त धुरी हनुमत सोई संसार सुख संकट कटे मिटे सब पीडा जो सुख मान्छे पूजाहरू गरिसके हो अन्त यहाँनिर चाहिँ एकछिन शान्तिले बसेको हनुमान चालिसा पढेर अब पर गर्न जान्छु हो त्यहाँदेखिको चाहिँ घर जाने अब अन्त चाहिँ जाउँ तल प्रसादहरू रहेछ दामी हो यस्तो शान्ति मिल्छ नि मेरो चाहिँ पूजा सकेर अब चाहिँ म गएको ओह्रालो प्रसाद चाहिँ नखाने हो फोटो खिच्ने मान्छे पनि भएन कसैले फोटो पनि खिच्दैन मेरो यहाँ चाहिँ प्रसादहरू बाँड्दै रहेछ बाँड्नु हुँदै रहेछ कराईमा हुँदो यस्तो शान्ति भयो नि हाम्रो तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर चाहिँ एकदमै दामी छ हनुमान भगवानको मूर्ति एकदम फेमस हो कालिम्पोङको चाहिँ हो यो ठाउँ चाहिँ आज चाहिँ भिड हेर्न सक्नुहुन्छ ट्राफिक कस्तो छ हाम्रो गाडीहरू अब मलाई कसले लिफ्ट दिन्छ होला है आज लिफ्ट मागेरै गयो आजको दिन मेरो मजा आयो तर केही छैन अलिकति स्ट्रगल गर्नुपर्छ भगवान्कोमा आउँदा होइन सबै कुरा सजिलो खोजेर पनि त हुँदैन ठुलो त सिलगढीमा भाडा गरेर सो म चाहिँ घर आइपुगेँ हो जस्ट अलिअलि सौदाहरू गरेर आएँ त्यहाँदेखिको अब चाहिँ लुगाहरू फेरौँ भने एकदमै भोक लाग्यो भात पनि छैन अरे हो त्यस्तै हुन्छ जहिले पनि अन्त के खाऊँ अब हेरौँ होइन के छ त्यही खाऊँ त्यहाँदेखिको अब चाहिँ चेन्ज गरिहाल्नु अनुहारमै देख्नुहुन्थ्यो होला यस्तो थाकेको चाहिँ
बहिनी पनि आउँदैछ हो, त्यो आएको पनि देखाउँछु। त्यसपछि चाहिँ यो भिडियोलाई चाहिँ म एन्ड गर्छु। आज चाहिँ बाइ बाइ। खाना त छैन रहेछ, खानाको बदली वाटरमेलन वाटरमेलन खाऊँ। यस्तो भोक लागिरहेको थियो कि गर्नु, यसले जुत्ता बजाउनुपर्छ। अब एकैचोटि बेलुका खान्छु। गरमको यो कुरा चाहिँ बेस्ट लाग्छ, वाटरमेलन खानु पाउँछ। के रहेछ त्यो? खिचडी त्यही खिचडी त्यही रोत्रो पाउँथ्यो, कल्लोपट्टि खाएको भए के खाएको उता सकेर खाँदा हुन्छ त। म चाहिँ एक्लै लाटी जस्तो गएर खिचडी पो खाइबस्नु होला नि त। गएन भन्दै थियो सिलगढीबाट आएकोदेखि त सुती मात्र बस्छ, आउँदैन भन्दै थियो। हो भन्दै अल्छिनीमा अल्छिनु भएको छ हाम्रो दिदी चाहिँ। घरबाट बाहिर पनि निक्लिनु मान्दैन सिलगढीबाट आएकोदेखि चाहिँ। म चाहिँ अब बेलुकाको खाना पकाउँदैछु हो। बेलुका 8 बजिसक्यो। आज चाहिँ केही नखाने अरे, त्यही भएर सिम्पल चाम्रे पकाउनु आँटेको होइन। अन्त बहिनी पनि आयो, कता गएन, लम्पसर भएर चाहिँ बहिनी चाहिँ हो थाक्यो अरे, ढिलो आइपुगेको थियो। अन्त देखाउँ सिरियस भइरहेछ यहाँ। बहिनी एउटा सिरियस हो। अब म चाहिँ किचनमा घर बुढी के गर्नु, अब बेलुका भएपछि पकाउनु दिन्छु। भगवान् किन यस्तो केटाहरूलाई ढुक्कै छ, पकाउनु पनि पर्दैन, केही गर्नु पनि पर्दैन हो। भाँडा छ यता। म पनि थाकिरहेको छु। अब चाहिँ दिनभरि केही खाएको थिइनँ नि त, अन्त फ्रुट्सहरू खाएँ हो। यस्तो भोक लागिरहेको थियो, मोमो खाएँ बजारमा, त्यति नै हो। खाना खाएको थिइनँ, अब केही त खानु पऱ्यो अलिकति भनेर चाहिँ चाम्रे बनाउन आँटेको। सो बाइ, एकछिनमा बनिसकेर म तपाईँहरूलाई देखाउँछु कस्तो हुन्छ, अन्त चाहिँ भिडियो एन्ड गर्छु म आज। सो चाम्रे पनि रेडी भयो। पहेँलो देखिरहेको छ कि कालो देखिस्? कस्तो भयो भन्नु, अब भन्नै सकिनँ भन्ने। सो यो भ्लग चाहिँ यतिमै एन्ड गर्दैछु। बाइ। आई होप तपाईँहरूलाई मन पर्यो होला आजको भ्लग हो। मन पर्यो भने चाहिँ प्लिज कमेन्ट, लाइक, सेयर गर्नुहोस् होला। बाइ। अनि जसले पनि सब्सक्राइब गर्नुभएको छैन प्लिज गरिदिनुहोस् होला सब्सक्राइब पनि। सी यु इन नेक्स्ट भ्लग। बाइ।